मेरी बुढीलाई छोएर मात्र देखा सिंहदरबार जलाइदिन्छु। यो हाम्रो प्रधानमन्त्रीको अभिगत छ। तपाईँ एकपल्ट गृहमन्त्रीको फोटो हेर्नु, पुरै कपाल यहाँसम्म ठाडो पारेको, यहाँसम्म। त्यो कुन चाहिँ राजनीतिज्ञको फोटो हुन्छ त्यस्तो भन्नु त तपाईँ? हिजोसम्म पानी बोकेको फ्याक्ट गृहमन्त्री भए बालनको कारणले, अनि उनलाई त अब के छ र भने कि त यो सुदन गुरुङहरू आफै गृहमन्त्री बने होइन, अरू कसैले बनाइदिया हो भनेर बनाइदिएकै त हो नि। सुदन गुरुङलाई कर्नर हेरेर कसले भोट हाल्यो? नेपालमा आज जति पनि पार्टीको हार भयो त्यो एउटा बालेन भन्ने फेस पात्रको कारणले भएको। अरू कुनै माइका लालले नसोच्दा भयो कि हामीले जित्यौँ भनेर। त्यो बालेन भन्ने अनुहारलाई म नेपाल हाँसेको हेर्न चाहन्छु। उसको म्युजिकबाट एउटा भित्रभित्रै मान्छेमा चाहिँ अब यो देशको मसिया चाहिँ बालेनै हो भनेर मिडियाले प्रस्तुत गरिदियो बारम्बार। केही समयदेखि मिडियाहरूले चाहिँ के भयो भने एउटा पार्टी जो छ त्यो पार्टीको मन पराउने मिडियाले अर्को पार्टीको सर्लक्कै खेदो गर्ने, अर्को पार्टीले एउटा पार्टीको सर्लक्कै खेदो गर्ने। यस्तो कारणले जनतालाई फ्रस्ट्रेट भयो, सबै पार्टी नराम्रो रहेछ भन्ने भयो। किनकि मिडियाले पनि राम्रोलाई राम्रो भनेर प्रस्तुत गर्दैन। त्यस पछाडि बालेन जस्ता स्वतन्त्रको ट्रेन्ड आयो। बालेनलाई भगवानकै रूपी देखाइदिए। उनले त महेन्द्र राजा नै ठान्छन् आफूले बटुक बोलाएर राज्य अभिषेक गरे। अस्ति प्रधानमन्त्री के भन्नु, त्यसलाई त राज्य अभिषेक भन्छ गणतन्त्र नेपालमा, धर्मनिरपेक्षता राष्ट्रमा। त्यसलाई त म भन्दा नि भन्दिनँ कि त्यो उहाँ प्रधानमन्त्री हो। उहाँले त आफूलाई राज्य अभिषेक गरेर श्री 5 महाराज केही बन्नुभयो उहाँ अस्तिदेखि नेपालको। त्यही भन्दै गर्ने कोसिस गर्दै हुनुहुन्छ। महेन्द्रबाटै प्रभावित भएर सायद नाम बालेन्द्र भएको पनि हुनसक्छ। महेन्द्रको जस्तै स्टाइल पनि गर्छन्, आफूलाई महेन्द्र नै ठान्छन्। यो मेरै देश हो, म जे गर्छु त्यही गर्छु। मेरी बुढीलाई छोएर मात्र देखा सिंहदरबार जलाइदिन्छु। यो हाम्रो प्रधानमन्त्रीको अभिगत छ। अनि तपाईँ मलाई भन्नुहुन्छ यिनीहरू के डिजायरेबल थिए कि थिएन? अभियसली पनि क्रान्ति गरे होइन, सङ्घर्ष गरे होइन, राजनीति बुझेका छैनन्। हचुवा भरमा सामाजिक सञ्जालमा मान्छेले ट्रेन्ड बनाएर कालो चस्मालाई लगाइदिए भरमा आज देशको प्रधानमन्त्री बने। र त्यही बालेनै अनुहारको कारणले नै राजसपाको जति सिट आयो त्यो बालेन भन्ने नामले ल्याएको। अरू राजसपा पार्टी नत्र जेन्जी आन्दोलनकै क्रममा जेन्जीहरूले गो ब्याक रवि लामिछाने भनेर नारा लाएकै हो। तपाईँले नि देखेको, मैले नि देखेको। त्यो कारणले गर्दाखेरि त्यसलाई ग्लोरिफाई नै नगरौँ क्या। यो बालेनले बनाएका हुन्, यो बालेनकै कारणले गृहमन्त्री बने हुन्। बालेनले ल भाइ आफ्नो ग्याङमध्ये, आफ्नो सुट्टा हान्ने ग्याङमध्ये एकजनालाई बनाइदिएको भन्छु म त। डेफिनेटली पनि देशको प्रधानमन्त्री गृहमन्त्रीलाई तपाईँले कहिले ट्यापे भन्दै हुनुहुन्छ, कहिले के भन्दै हुनुहुन्छ, त्यो भन्न मिल्छ? एउटा कुरा सुन्नुहोस्, योभन्दा अगाडि आएका प्रधानमन्त्री प्रचण्ड पुष्पकमल दाहाललाई 17,000 बने। गणतन्त्र ल्याउनको लागि गरेको युद्धका नायकलाई 17,000 भनिन्छ। अब आजसम्म नेपालमा ऱ्यापर मैले कुनै पनि ऱ्यापर आजसम्म नेपालको इतिहासमा ऱ्यापरहरू कुनै पनि मापासे अथवा लापासे के भन्छन् नि नगरेको हामीले देखेका छैनौँ। आज जुनै पनि ऱ्यापर पुरै त्यो गाँजा ऱ्यापर सबै त्यस्तो हुन्छ आजसम्म नेपालको इतिहासमा त्यस्तो छैन। लाउरे आफै पनि जेल गएकै हो, हेर्नु है। अब यमबुद्ध पनि त्यस्तै भनेर कति न्युजहरू आउँथ्यो।